हेलो एन्ड नमस्ते हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। हजुरहरू चाहिँ पाल्पामा रहेको डुम्रे भन्ने ठाउँमा गाउँघरको इको फार्म हाउसमा जानुभएको छ कि छैन? जानुभएको छैन भने आउनुहोस् आज हामी सँगै घुमौँ है त। यहाँ आएर चाहिँ हजुरले राम्रो नेचरसँगको भाइब्स पाउनुहुन्छ। आउने बित्तिकै अर्कै आनन्द लिन सकिन्छ। यहाँ के छ भनेर यहाँ अगाडि बोर्डमै राखिदिनु भएको छ, गुड भाइब्स जस्तै। अनि ओल्ड कल्चर ओल्ड ट्रेडिसनलहरूमा लाइक ढुङ्गाहरूमा समथिङ केही लेखेको भेटाउन सक्नुहुन्छ। फुलहरू राम्रो फुलहरूसँगैको गुड भाइब्स, खोलाको नजिकै कलकल आवाजसँगै राम्रो गुड्स भाइब्स पाउन सक्नुहुन्छ। मेरो हस्बेन्ड गुड्स भाइब्समा चाहिँ यसरी गाना गाउन थाल्नु भएको थियो। हामी चाहिँ नास्ता अर्डर गरिसकेका थियौँ। अर्डर गरेको नआउँदासम्म चाहिँ हामीले भिडियोहरू बनाउन थालेका थियौँ। यहाँ चाहिँ मेडिटेसनको लागि छुट्टै ठाउँ, खोलाको नजिकै कलकल आवाजसँगै मेडिटेसन गर्ने ठाउँ थियो। हामी त्यहाँ पनि भिजिट गऱ्यौँ। यो घुमाउने के हो नाम त थाहा छैन, तर एकदम राम्रो साउन्ड। मैले पनि जाने नजाने उल्टो सुल्टो कस्तो हो थाहा छैन, मैले पनि गरेँ। एकछिन भिडियो गर्ने, रमाइलो गर्ने, फोटो खिच्ने, टिकटक बनाउन थाल्यौँ। यत्तिकैमा चाहिँ हाम्रो नास्ता पनि आइसक्छ। यहाँ चाहिँ हजुरहरूले भेज मात्र पाउनुहुनेछ र गाउँघरकै ट्रेडिसनल टपरीमा र ब्याम्बोको चम्चा स्पुनमा हेर्न सक्नुहुन्छ। सिस्नोको मोमो, पनिर चिल्ली र मसरुम चाउमिन। यति खाइसकेपछि चाहिँ हामी रिटर्न गयौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।